लाउँछु हिजो चाहिँ हामीले के पढेको थियो भने डाटाबेस र के को बारेमा अलिकति हामी डाटाबेस म्यानेजमेन्ट सिस्टमको बारेमा हामीले पढेको थियो ठीक छ आज चाहिँ हामीले के पढ्छौं भने डाटाबेस मैनेजमेंट सिस्टम इट मीन्स डीबीएमएस को बारेमा पुरै हामी एक्सप्लेन गर्नेछौं आज तो त्यसमा चाहिँ हामी के पढ्नेछौं डीबीएमएस को बारेमा अबाउट important features त्यसपछि advantage disadvantage यसको चाहिँ uses अथवा applications यो एप्लिकेसन हुन्छ यसको मतलब तिम्रो भइहाल्यो क्षेत्र कुन क्षेत्रमा चाहिँ डाटाबेस म्यानेजमेन्ट सिस्टमको काम हुन्छ त्यो पढ्ने छौ र त्यसको साथसाथमा यसको चाहिँ अझै हामी पढ्ने छौं यसको एक्जाम्पल डीबीएमएस को र लास्ट हामी पढ्ने छौं कि डाटाबेस म्यानेजमेन्ट सिस्टम के थ्रुबाट हामीहरुले चलाउन सक्छौं यस्तो कुन सफ्टवेयर छ जसको मद्दतले हामी के गर्न सक्छौं भने डीबीएमएस मा काम गर्न सक्छौं त रिलेटेड सफ्टवेयरको बारेमा हामी यति कुरा चाहिँ आज पढ्ने छौं आज जति हुन्छ त्यति आज हामी पढ्ने छौं र भोलि चाहिँ योबाट जे छुट्यो भने भोलि चाहिँ हामीले कभर गरिदिन्छु ठीक छ कुनै प्रब्लम छैन ओके त आज हामीले के पढ्छौं भने डीबीएमएस त डीबीएमएस हिजो चाहिँ मैले बताएको थियो कि डीबीएमएस चाहिँ के छ भने कलेक्सन अफ सफ्टवेयर के थियो भने कलेक्सन अफ सफ्टवेयर डाटाबेस के थियो डाटाबेस म्यानेजमेन्ट सिस्टम जुन छ त्यो चाहिँ के थियो कलेक्सन अफ सफ्टवेयर थियो जहाँ के गरिरहेको छु भने हामीहरुले डाटाबेस जुन छ रिलेटेड डाटाहरु जति छ त्यो सबै हामीले के गर्थ्यौ भने आफ्नो कम्प्युटर सिस्टममा राख्थ्यौ के को थ्रुबाट सिस्टमको थ्रुबाट जति पनि हाम्रो डाटाबेसहरु छ जति पनि मैले टेबलको फर्ममा फिल्डको फर्ममा र रेकर्डको फर्ममा जति डाटा मैले स्टोर गराएको थिएँ जति डाटा मैले स्टोर गरेको थियो केमा एउटा लेजरमा ती सबैलाई अब के गर्छु भने आफ्नो कम्प्युटर सिस्टमको भित्रमा के गर्छु भने स्टोर गर्छु अब कसरी र किन यो इम्पोर्टेन्ट छ यो कुरा अलिकति हामी अब बुझौँ ठीक छ एउटा सबभन्दा ठूलो र एउटा सबभन्दा इम्पोर्टेन्ट एउटा एक्जाम्पल हामीले लिहाला एक्जाम्पलमा चाहिँ के छ भने कि जुन एक्जाम्पल मेरो थियो त्यो चाहिँ एक्सेल सबैजनाले हेरेको छ एक्सेल सबैजनाले हेरेको छ कि छैन एमएस एक्सेल चाहिँ सबैजनाले हेरेको होला त्यो एमएस एक्सेल लाई बुझ्यो भने त्यो पनि एउटा के थियो भने डाटाबेस छ ठीक छ त्यो डाटाबेस म्यानेजमेन्ट सिस्टम छैन तर एकछिनको लागि हामी बुझ्छौं त्यसमा पनि के हुन्छ भने रो र कलम हुन्छ कि हुँदैन टेबल र कलम हुन्छ कि हुँदैन टेबल सबै चीज हुन्छ तर डिफरेन्स के छ डाटाबेस म्यानेजमेन्ट सिस्टममा र एमएस एक्सेलमा चाहिँ डिफरेन्स चाहिँ के छ भने एमएस एक्सेल जुन हुन्छ त्यो चाहिँ के को लागि थियो भने सर्ट डाटा स्टोर गराउनको लागि हुन्छ ठीक छ सर्ट डाटा स्टोर गराउनको लागि तर डाटाबेस म्यानेजमेन्ट सिस्टम चाहिँ के हुन्छ भने बडी र लार्ज डाटाहरुलाई न्यूज डाटाहरुलाई के गर्छ भने यो चाहिँ स्टोर गराइरहेको हुन्छ त अब अलिकति हामी यहाँ अलिकति सरौ त डाटाबेस म्यानेजमेन्ट सिस्टम यसको पुरै नाम हो डाटाबेस मैनेजमेंट सिस्टम डीबीएमएस का पूरा नाम क्या हो डाटाबेस मैनेजमेंट सिस्टम डाटाबेस मैनेजमेंट सिस्टम चाहिए के छ भने यो चाहिए कलेक्सन अफ सफ्टवेयर सेकेन्ड पार्ट में हामी भन्न सक्छौं के छ यो कलेक्सन अफ सफ्टवेयर हामीलाई चाहिए भन्न सक्छौं
अर्को कुरा के भन्छ भने यो डाटाबेस म्यानेजमेन्ट सिस्टमले के गरिरहेको छ भने यसले चाहिँ के गर्छ जति पनि डाटाहरू छ डाटाहरू छ कस्तो डाटा रिलेटेड डाटा जति पनि छ त्यो सबैले यसले चाहिँ के गर्छ भने स्टोर गराउँछ त्यसपछि म्यानेज गर्छ मेन्टेन गर्छ अपडेट गर्छ डिलिट गर्छ रिट्राइभ गर्छ र यस्ता जति पनि छ धेरै कार्यहरू के गर्छ भने डाटाबेस म्यानेजमेन्ट सिस्टमले गरिरहेको हुन्छ ठीक छ डाटाबेस म्यानेजमेन्ट सिस्टमले के गरिरहेको छ यो चाहिँ रिलेटेड डाटाहरू जति हुन्छ त्यसले चाहिँ के गर्छ भने स्टोर गर्ने काम गर्छ म्यानेज गर्ने काम गर्छ मेन्टेन गर्ने काम अपडेट गर्ने काम डिलिट गर्ने काम रिट्राइभ गर्ने काम फर एक्जाम्पल हामी हेर्न सक्छौं भने हाम्रो कम्प्युटर सिस्टममा मानिलिउँ कि यसबाट कसैको नाम छ भने र भोलिको दिनमा त्यो स्टुडेन्ट गइसक्यो फरियाद भनेको नाम थियो त्यो स्टुडेन्ट चाहिँ गइसक्यो त्यसको ठाउँमा अब के आयो भने अर्को स्टुडेन्ट आएको छ त म के गर्न सक्छु हरि यादवलाई हटाएर राम सर चाहिँ म लेख्न सक्छु हुन्छ होइन त्यहाँ चाहिँ काटकुट गर्नुको आवश्यकता छैन आवश्यकता छैन अर्को कुरा के बताउँछ भने जुन यो डीबीएमएस छ डाटाबेस म्यानेजमेन्ट सिस्टम छ यो चाहिँ के गर्छ भने इन्टरफेसको काम गर्छ interface between user and के को यूजर एंड के याद छ मैले सफ्टवेयर मैले पढाएको थियो सिस्टम सफ्टवेयरले के गरिरहेको थियो कि एप्लिकेसन सफ्टवेयरहरु जति पनि छ त्यसको बीचमा चाहिँ इन्टरफेसको काम गर्थ्यो गर्थेन ब्रिजको काम गर्थ्यो त सेम यहाँ पनि छ एक्ट लाइक इन्टरफेस बिट्विन युजर एन्ड सफ्टवेयर त कस्तो खाले सफ्टवेयर डीबीएमएस सँग रिलेटेड जति पनि सफ्टवेयर छ त्यसलाई चाहिँ के गर्छ भने युजर सँग इन्टरफेस गराउन चाहिँ के गर्थ्यो भने काम गर्थ्यो यति कुरा क्लियर छ सबैलाई क्लियर छ अब डीबीएमएस जुन छ डाटाबेस म्यानेजमेन्ट सिस्टम जुन हुन्छ त्यो डाटाबेस म्यानेजमेन्ट सिस्टमलाई हामी चाहिँ कुन सफ्टवेयरमा युज गर्न सक्छौं यस्तो कस्तो सफ्टवेयर हो जहाँ हामी डीबीएमएस सँग रिलेटेड कार्यहरू गर्न सक्छौं हामीले लार्ज नम्बर अफ डाटाहरूलाई स्टोर गर्न सक्छौं यसको कुन सफ्टवेयर याद राख्ने सबभन्दा चल्तीमा छ एमएस एक्सेस सबभन्दा चल्तीमा चाहिँ के छ भने एमएस एक्सेस छ जो कि सबैको कम्प्युटरमा होला जतिको विन्डोज 7 छ त्यो सबैको विन्डोज 7 मा एमएस एक्सेस छ त्यसपछि सिक्वेल MySQL छैन SQL Server Firefox DB2 etc यो सफ्टवेयरहरु चाहिँ के गर्छ भने डाटाबेस म्यानेजमेन्ट सिस्टमको जति पनि डाटाहरु छ त्यसले के गर्छ भने स्टोर गर्नुमा काम गर्छ सिम्पल भाषामा बुझिहाल्यो यो अरु पनि एक्सलै जस्तो छ यो सबैले जब ओपन गर्छ नि इन्टरफेस सबैले छ एक्सलै जस्तो छ यहाँ पनि के छ भने टेबलहरु चाहिँ बनेको हुन्छ फरक मात्रै यति छ कि यो चाहिँ स्मल डाटालाई स्टोर गर्थ्यो यो चाहिँ लार्ज डाटालाई स्टोर गर्छ अर्को फरक चाहिँ के छ भने त्यसको एक्सेस टाइम जुन थियो एक्सेलको एक्सेस टाइम जुन हुन्छ त्यो चाहिँ के हुन्छ भने कम हुन्छ ठीक छ त्यहाँ एक्सेस टाइम कम हुन्छ तर यसको एक्सेस टाइम बढी हुन्छ ठीक छ अर्को कुरा के छ भने रिट्राइभ यदि कुरा गर्छ भने यसले रिट्राइभ के गर्छ भने इजिली गर्न सक्छ धेरै फास्ट यसले रिट्राइभ गर्छ धेरै फास्ट गर्छ तर एक्सेलमा के हुन्छ भने रिट्राइभ गर्ने यदि डाटा यदि ठुलो छ यदि बढी आँकले राख्यो त त्यहाँ के हुन्छ भने सर्चिङमा टाइम भइहाल्छ त्यहाँ रिट्राइभ छिटो भन्दा छिटो कहिले पनि हुन सक्दैन ठीक छ त्यही कारणले गर्दा के गरिरहेको छ भने डीबीएमएस
डिबिएमएस मा चाहिँ के गर्छ भने डाटाबेस म्यानेजमेन्ट सिस्टमलाई स्टोर गराउनको लागि अहिलेको डेटमा हामीले यतापट्टि हाम्रो यहाँ हेर्छ भने माइक एक्सेस जुन छ यो अपरेट माइक एक्सेस जुन सफ्टवेयर छ त्यसले के गर्छ भने युज गरिरहेको हुन्छ त माइक एक्सेस जुन छ सरी माइक एक्सेस भनिरहेको छ एमएस एक्सेल जुन छ माइक्रोसफ्टको माइक्रोसफ्टले बनाएको यो चाहिँ एमएस एक्सेल जुन छ त्यो चाहिँ के हुन्छ भने युज गरिरहेको हुन्छ बोल्दा बोल्दा प्रोनाउन्सिएसन मिस्टेक भइहाल्छ ध्यान दिनु यहाँ त्यहाँ कुनै डाउट छैन ओके नेक्स्ट अब हामी अलिकति अझै अगाडि बढौँ ठीक छ अलिकति अब अगाडि यदि हामी बढ्छौँ भने फीचर्सको कुरा यदि हामीले गर्यौँ भने के को कुरा फीचर्सको यदि कुरा हामीले गर्छौँ भने त फीचर्सको कुरामा अब फीचर्स मतलब के हुन्छ विशेषता डाटाबेस म्यानेजमेन्ट सिस्टमको विशेषता के हुन सक्छ कसले भन्दै देख अब यहाँ भने फीचर्स में आप के पावर सक्छ डीबीएमएस ले ध्यान दिनुहोस् बहुत इजी तरिकाले बताइरहेको छु सबभन्दा पहिला यसले डाटालाई स्टोर गराउँछ के गराउँछ स्टोर गराउँछ त्यो स्टोर गराउँछ कस्तो डाटालाई लार्ज डाटाहरूलाई के गर्छ भने स्टोर गराउँछ यदि यो नर्मल डाटालाई यदि स्टोर गराउँथ्यो भने एमएस एक्सेल त छन्छ डीबीएमएस को जुन एमएस एक्सेल छ चाहे सिक्वेन्स छ चाहे सिक्वेन्स सर्भर छ चाहे फॉक्स छ यो त किन जान्थ्यो युज गर्न त्यसले किन लेन्थी बनाउन जान्थ्यो एक्सेल छँदै तर के गर्थ्यो भने त्यसले चाहिँ लार्ज डाटालाई स्टोर गराउँथ्यो नेक्स्ट डाटा रिट्राइभ इजिली गर्छ यसले अब डाटा रिट्राइभ के गर्छ भने यसले चाहिँ इजिली गरिरहेको छ अब कुनै मानिलिएर कि तिम्रो चाहिँ तिमीले एउटा स्कुलको डाटाबेस तिमीले तयार पारेको छ ठीक छ त्यहाँ 300-400 स्टुडेन्ट छ अब कुनैलाई चाहिँ मलाई चाहिँ राम प्रसाद साको डाटा निकाल्नु छ त म के गर्न सक्छु यो भागमा जति पनि स्टुडेन्ट हुन्छ 300 स्टुडेन्ट पनि हुन्छ त्योमा चाहिँ म राम प्रसाद साको सर्च गर्छु त धेरै छिटो मेरो आउँछ कंपेयर यदि म एक्सेलमा कंपेयर गर्छु त त्यहाँ चाहिँ मेरो डाटा चाहिँ रिट्राइभ धेरै छिटो हुन्छ हुन्छ कि हुँदैन हुन्छ अर्को कुरा के हुन्छ भने अप टु डेट सिम्पल मा अपडेट टाइम टु टाइम अपडेट हामीले इजिली गर्न सक्छौँ कि सक्दैनौँ केलाई डाटालाई डाटालाई टाइम टु टाइम हामीले इजिली अपडेट गर्न सक्छौँ ठीक छ अर्को कुरा सिक्युरिटीको यदि हामीले कुरा गर्छौँ डाटा के हुन्छ भने सिक्युरिटी ठीक छ के हुन्छ डाटा सिक्युरिटी हुन्छ अब फर एक्जाम्पल यदि यहाँ हामी कुरा गर्छौँ भने मानिहालौँ कि जति पनि स्टुडेन्टहरु छ त्यसको डिग्रीसँग रिलेटेड तिमीले डाटाबेस चाहिँ के गरेको छौ भने बनाएको छ कुनै स्टुडेन्टले कति पैसा दिएको छ कुनै स्टुडेन्टको फी बाँकी छ कुनै स्टुडेन्टको के बाँकी छ त्योसँग रिलेटेड तिमीले बनाएको छौ र त्यसमा चाहिँ त्यसले चाहिँ जुन यो सफ्टवेयर छ त्यसले तिमीलाई त्यो फ्यासिलिटी प्रोवाइड गर्छ भने डाटा सिक्युरिटीको फ्यासिलिटी के गर्छ भने प्रोवाइड गरिरहेको हुन्छ त त्यतिखेर कसैले अनअथराइज्ड पर्सनले आएर तिम्रो डाटाले एक्सेस गर्न सक्छ फर एक्जाम्पल तिम्रो फोन छ तिम्रो फोनमा के पर्सनल छ के छैन तिमीले थाहा छैन तिमीले त्यसलाई बचाउनको लागि के गरेको छ पासवर्डको युज गरेको छ ठीक छ सिक्युरिटीको युज गरेको छ तिम्रो फोन अब यहाँ टेबलमा राखेको छ त म तिम्रो फोन खोलेर हेर्न मात्रै सक्छु तर फोनलाई चाहिँ के गर्न सक्छु भने एक्सेस गर्न सक्छु सक्दैन त त्यही कुरा यहाँ बताइरहेको छ डाटा सिक्युरिटी चाहिँ के हुन्छ भने इजिली हामीले गर्न सक्छौं नेक्स्ट कुरा यदि हामीले गर्न भन्छौं भने डिलिटको कुरा गर्छौं
डिलिट पनि हामीमा इजिली गर्न सक्छौँ कि सक्दैनौँ? जति पनि पुरानो डाटाहरू छ, डाटाहरू जति पनि पुरानो डाटाहरू छ, त्यो डाटालाई डिलिट हामी गर्न सक्छौँ कि सक्दैनौँ? जस्तै कि हाम्रो स्कुलमा लेजर बुकहरू हुन्छ, स्टुडेन्ट यदि छोड्यो भने बिचमा गइसक्यो भने स्कुल छोडेर त त्यहाँ रेडले यसरी काट्दिएको हुन्छ कि हुँदैन? तर त्यसरी यहाँ काट्नुको आवश्यकता पर्छ छैन? वन क्लिक डिलिट स्टुडेन्ट डाटा। के प्रब्लम छ? छैन। त्यहाँ चाहिँ यो चाहिँ के थियो भने तिमीहरुको यो चाहिँ फिचर्सहरु थियो। यो कुरा याद राख्नु बहुत इम्पोर्टेन्ट छ, भेरी इम्पोर्टेन्ट छ। ठीक छ? यहाँ सक्छ र यसको फिचर्समा चाहिँ एउटा अझै आउन सक्छ। हेर्नु यहाँ मल्टी युजर एक्सेस, मल्टी युजर एक्सेस यहाँ एउटा अर्को पनि आउन सक्छ। यहाँ ध्यान दिएर मल्टी युजर एक्सेस यहाँ आउन सक्छ। फर एक्जाम्पल हामी एउटा म एक्जाम्पल दिइराछु, एउटा सफ्टवेयरको एक्जाम्पल फेसबुक छ नि। मानिलिनु तिम्रो फेसबुकको पासवर्ड मसँग छ, युजर नेम मसँग छ, युजर आइडी र पासवर्ड। तब तिम्रो फेसबुक चलाउन सक्छौ कि सक्दैन? तिमी पनि चलाउन सक्छौ, म पनि चलाउन सक्छु। त एक समयमा चाहिँ अर्को जो व्यक्तिलाई म पासवर्ड प्रोवाइड गर्छु, पासवर्ड म दिन्छु, एक समयमा दुईवटा व्यक्तिले कार्य गर्न सक्छ कि सक्दैन? यहाँ दुईटा व्यक्तिले काम गर्न सक्छ कि सक्दैन? सक्छ। त्यही तिम्रो के छ भने फिचर्सहरु थियो। ठीक छ? फिचर्स भइसक्यो।